Hi guys, welcome to my new vlog. यो चाहिँ हाम्रो गाउँघरको भ्लग हो। अहिले चाहिँ हामी गाउँ आएको छौँ। गाउँ आउँदाखेरिको चाहिँ हाम्रो भनेको चाहिँ आज हामी सुन्दरी घाँस काट्न भनेर हामी आज हाम्रो बारीमा आइरहेको छौँ। घाँस चाहिँ हाम्रो यस्तो खतरा रोपेको छौँ। के हो अरे यो चाहिँ हाम्रो घर हो। त्यो गुवाली, यो मकैघारी, अनि यो चाहिँ मेरो एउटा भाइ हो। उता हुनुहुन्छ हाम्रो मम्मी। 2 बजा घाँस काटिसक्नु भएको छ। त्यसको 3 बजा बनाउन चाहिँ म आएको छु। 3 बजा घाँस हुँदैछ गाइस। कच्चा पनि हेर्न सक्नुहुन्छ, पन्जाबी कच्चा। यसले चाहिँ अब म घाँस कसरी काट्छु हेर्न सक्नुहुन्छ। रिलमा बाइक कुदाउनुहुन्छ, रियलमा चाहिँ कच्चा कुदाउनुहुन्छ। हेर्नुस्, रिलमा बाइक कुदाउँछु म भने रियलमा चाहिँ बारीमा घाँस काट्छु। हेर्न सक्नुहुन्छ आफ्नो बारीको अर्ग्यानिक घाँस। यो घाँसको नाम के हो अरे? बस्यु घाँस, जिरा घाँस। यस्तो रोपेको घाँस त म दिनमा 50 डोको काट्छु। हेर्नु गाइस, गाउँ आयो भने त म काम यस्तो गरिदिन्छु नि। मान्छेहरूले मलाई काम गर्दैन भन्छ नि। हेर्नु होला म कसरी काम गर्छु। टिकटक हेरेर नो जजमेन्ट है गाइजहरू। एकैछिनमा घाँस त एकैछिनमा सुत्छ। हेर्नुस्, नाइट ड्रेस लगाएर आउनु भएको छ घाँस काट्न। एकदम घाँस काट्ने भनेको नाइट ड्रेस लगाएर हो भाइ। अब हाम्रो घाँस चाहिँ उ त्यो मुर्राको लागि काटिन्छ। भ्लग बनाउँदैछौँ। काम चाहिँ एउटा छैन, दिनभरि बोल्यो बस्यो, भिडियो कलमा आइफोन 15 प्रो म्याक्स झन् अहिले पठाइदिएन, अझै फुर्क्या। यो काम चाहिँ केही छैन है गाइज। नो लाइक नो सब्सक्राइब। ओन्ली ड्युक बाइक कुदायौँ, त्यो पनि आफ्नो के अरे देवर बाबुको आफ्नो बुढा अब किन्ने रे एउटा फर्चुनर। साथीहरू घाँस काटेको भ्लग बनाइदियो भनेर भन्यो। यहाँ मोबाइल बोकेर हिँडेर जम्मा यति घाँस काट्दैछु मैले भर्खर। यति घाँस काटेर म यसको मोबाइल खोज्न कच्चा लिएर हिँडेको। यस्तो दामी घाँस छ नि साथीहरू, हेर्न सक्नुहुन्छ। यसले भन्छ नि म बाइक मात्रै कुदाएर हिँड्छु, टिकटक मात्रै बनाएर हिँड्छु। त्यस्तो होइन नि। आज यहाँनिर काम गर्ने क्रममा भ्लात लडेर खुट्टा हेर्नु सक्नुहुन्छ। घाउ मेरो यस्तै लडेको छु आज म। बाइक मात्रै कुदाउने होइन नि त साथीहरू, घाँस पनि काट्ने हो। अब 2 बजा घाँस भइसक्यो। मुखै नदेखि अहिले चाहिँ देखेँ हो। मम्मीले 2 बजा घाँस काटिसक्नु भयो, मलाई 1 बजा काट भनेको हो। तर मम्मी आइसक्दाखेरि पनि 1 बजा घाँस पुगेको छैन। यहाँबाट चाहिँ हाम्रो मम्मी आउँदै भइसिन्छ। अब भनेको चाहिँ हामी फेरि घाँस काट्ने तयारीमा छौँ। हाम्रो भुइँसी फेरि यो घाँस बाहेक अरू खाँदैन। हाम्रो भुइँसीको मोमो जसले खान्छ त्यसलाई चाहिँ सबै यो बर्सिउ र जिरा घाँस मात्रै गनाउँछ। अहिले चाहिँ हाम्रो भुइँसीले दुध दिइराख, मोमो खाने बेला भाखाइन होइन त। मोमो नखानु, बफ मोमो पाप लाग्छ, ज्यान मार्नु हुँदैन। हामी त प्रणामी हो। ओहो प्रणामीले पाएसँग 3 भेडी मासु मात्रै खान्छ होइन। हामीले अहिलेसम्म कहिले पनि मासु खाएन। आज बिहान होइन, अलिकति घाउ भएको, उहाँ रुएर 1 बाल्टी आँसु बकेट अलिकति मात्रै लडेको थियो, त्यत्रो ब्ल्याङ्ग लडेको थियो। त्यो जाबे अलिकति छाला खुद्ले हो क्या। यदि घाँस काटेको जम्मा भयो, कहिले काट्दैन। आज हिजो रातभरि के अरे त्यो के भन्छ अरे त्यो त्यो मान्छेले 1 लाख तिरेर एक्का लाउँछ नि, त्यस्तै एक्का लाउनु भएको थियो हाम्रो ठुलमम्मीले। अनि मात्र आज चाहिँ मुनि झर्नु भएको छ। 5 बजे उठ्नु भएको थियो। केही राम्रै हुन्छ आजको दिन। आज मेरो बियाली पनि खतरा गएको छ गाइस। काम गर्ने कालु, मकै खाने भालु। हाम्रो मम्मीलाई घाँस उठाएर हामी घर घाँस एकदम भारी छ गाइस। तर पनि म बहुगन्डी छ। त्यति जाब त म पनि बोकिदिन्छु। हाम्रो उहाँ चाहिँ मम्मी हुनुहुन्छ, मेरो प्यारी मामु। उहाँलाई पनि ब्लगमा कैद गराइदिउँ। यदि उहाँहरू घाँस काट्न आउनुहुन्छ भने कति ब्युटिफुल हुनुहुन्छ। यत्रो धेरै घाँस यसो भ्लग अलिअलि बनाऊ, मोबाइल समाइदिनु भन्यो भने आफ्नै
विस्तृत जानकारी गराउँछ क्या। अनि के गर्यौँ वहाँनिर यसको बहिनी आउँदैछ मलाई नि ब्लगमा देखाउनु भन्दै यहाँनिर टुटु कुद्दै कुद 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 छिटो बहिनी छिटो ब्लग कस्तो दामी छ न हरियाली गाउँ घरको आउनलाई यो बारीमा आउनलाई 500 रुपियाँ टिकट अरूको थाहा छैन। हाई बन हाई खाजा पनि पाइन्छ। यो घाँस काट्नेलाई चाहिँ खाजाको व्यवस्था पनि छ र हाम्रो घरमा पनि लोकल कुखुरा पनि टन्नै छ हेर्न सक्नुहुन्छ। म चढिरहेको छु लोकल कुखुरा नि खानु पाउनुहुन्छ। यस्तो रमाइलो पो छ त है। फेरि त्यस्तो चाहिँ पोलियो लागेको मात्र हुन्छ है सबै। घाँस पनि काटियो अब हामी चाहिँ खाजा खान जाँदैछौँ। साथीहरू घाँस काटेर ठ्याक्क घर पनि आइपुग्यौँ। घर आइपुग्दा चाहिँ हाम्रो घर चाहिँ खाजाको तयारी हुँदैछ। बुढो पनि खुट्टा जग्गाइ यो ब्लग बालीले तेरो घर लडेको नि अब अलिकति चटपटे यतिकै खाइदिनु त होला नि एक मुठी घाँस काटे त हो। म जस्तो सफा हुनु नि अझै